यसको गौरवमय इतिहासलाई, यहाँका सम्पदाहरूलाई संरक्षण गरेर हस्तान्तरण गर्ने त्यो योगिन अभिभार र दायित्व तपाईँ हाम्रो बिचमा छ। 500 वर्षभन्दा लामो इतिहास बोकेको यो उद्यानमा नेपालको एकीकरण, त्यस पछाडिका कतिपय समयमा लामो समयसम्म संरक्षणको पर्खाइमा रहेको सन्दर्भमा 2035-37 सालतिर यहाँका सामाजिक अभियन्ता, जनप्रतिनिधि समेत मुनिलाल साकेको नेतृत्वमा अगुवाईमा यसको संरक्षणको नयाँ प्रारम्भ भएको हामी पाउँछौँ। त्यस पछाडि त्यति बेला यसलाई ईश्वरीय पार्कको नाममा नामाकरण गरिएको थियो। 2046 सालको राजनीतिक परिवर्तन पछाडि 49 सालमा भएको स्थानीय निर्वाचनबाट बुटोल उपमहानगरपालिकामा सूर्यप्रसाद प्रधान मेयर हुनुभयो। उहाँको नेतृत्वमा 54 सालमा यो पार्कलाई अगाडि बढाउने, यसको व्यवस्थापनका बाटाहरूलाई अझ व्यवस्थित गरेर लैजाने सन्दर्भमा महत्त्वपूर्ण पहलहरू भए र 2054 सालको निर्वाचन पश्चात बुटोल उपमहानगरपालिकामा हालका लुम्बिनी प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठ निर्वाचित भइसके पछाडि उहाँको नेतृत्वमा एउटा दीर्घकालीन योजना बनाएर यसलाई संस्थागत हिसाबले दर्ता गरेर संस्थागत स्वरूप 2054 साल असार 9 गते यो संस्थाले प्रमाणपत्र प्राप्त गरेको, असार 19 गते प्रमाणपत्र प्राप्त गरेको दिन हो। त्यही दिनलाई हामीले स्थापना दिवसको रूपमा हामीले मनाउन प्रारम्भ गरेका छौँ। त्यस पछाडि पनि थुप्रै आदरणीय अग्रजहरूले यसमा नेतृत्व गर्नुभएको छ, सराहना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी यहाँका सबै राजनैतिक दलहरूले पनि विभागलाई पनि हामी यस पुण्य अवसरमा सम्झन चाहन्छौँ, उहाँहरू सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छौँ। यदि भनेर हामीले निर्धारण गरेको समय ठ्याक्क 8:15बाट हामीले सुरु गर्ने भनेका थियौँ। समयमै छौँ हामी। अब म यो कार्यक्रमलाई औपचारिक हिसाबले अगाडि बढाउन चाहन्छु। यो 30औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनका लागि मणिपुर दक्षिण उद्यान संरक्षण समितिका श्रद्धेय आदरणीय अध्यक्ष माधव प्रसाद नेपालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। आज हामीलाई गौरवको अनुभूति भएको छ कि जिल्ला लुम्बिनी प्रदेशका अभिभावक हामीलाई प्रोत्साहित गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ उपस्थित हुनुभएको छ। लुम्बिनी प्रदेशका प्रमुख आदरणीय कृष्णबहादुर घरतीज्यूलाई यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि म सादर अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनका लागि म लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य, यो संस्थाका संरक्षक माननीय भोजप्रसाद श्रेष्ठज्यूलाई म अतिथिको आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि यो संस्थाका आदरणीय संरक्षक बुटोल उपमहानगरपालिकाका नगर प्रमुख आदरणीय खेलराज पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि यो संस्थाका संस्थापक सदस्य बुटोल उपमहानगरपालिकाका
उपप्रमुख आदरणीय सावित्रा देवी आर्यज्यूलाई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि यो संस्थाका आजीवन सदस्य बुटोल वडा नम्बर 2 का वडाध्यक्ष आदरणीय सुनिल साकेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि बुटोल महानगरपालिका वार्ड नम्बर 1 का आदरणीय वडाध्यक्ष नरेन्द्र भष्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि म बुटोल 1 र 2 सामुदायिक वनका अध्यक्ष यो उद्यानका कार्य समितिका पदेन सदस्य आदरणीय बाबुराम पौडेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि यो उद्यानका पूर्व अध्यक्ष आदरणीय विमल बहादुर साकेज्यूलाई म हार्दिक। यसै गरी आसन ग्रहणका लागि यो उद्यानमा लामो समयसम्म उद्यानको निर्वाह गर्नुहुने आदरणीय नेतृत्वबाट विष्णु प्रसाद खनालज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी यसको अध्यक्ष समेत रहनुभएका सूर्य प्रसाद प्रधानकी छोरी विश्व शान्ति द्वारिकालाई परिवारलाई हामीले आमन्त्रण गरेका थियौँ। उहाँ आउनुभयो विकास र संरक्षणमा विशिष्ट योगदान भएको हाम्रा दस्तावेजहरूले देखाउँछ। यस पुनर्जागरणदेखि यसको विकासमा महत्त्वपूर्ण योगदान गर्नुहुने मुनिलाल शाहलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहणका लागि यो उद्यानको विकास परिवारलाई हामीले आमन्त्रण गरेका थियौँ। उहाँ आउनुभएको छ भने आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। परिवारलाई हामीले आमन्त्रण गरेका थियौँ। उहाँलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। खिमलाल पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हिन्दलपालको अध्यक्ष युवराज शर्मा परिषदका उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हामी आसन ग्रहण गराउनेछौँ। यसै गरी आसन ग्रहणका लागि नेपाल पत्रकार महासंघ रूपन्देहीका आसन ग्रहणका लागि मैले पूर्व अध्यक्षको रूपमा पहिला आसन ग्रहण गराइसकेको छु। सल्लाहकार तेजेन्द्र केसीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। लामाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सल्लाहकार शरण गोलीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। सल्लाहकार महेन्द्र प्रसाद सल्लाहकार सुनिल श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सल्लाहकार महेन्द्र राज भण्डारज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु र कानुनी सल्लाहकार अधिवक्ता म लेखा समितिका संयोजक भोजबहादुर बुढाथोकीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण अध्यक्ष कार्य समितिका सदस्य साथीहरू, लेखा समितिका साथीहरू, यो उद्यानका प्रमुख कार्यकारी अधिकारी कर्मचारी म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आसन ग्रहणका लागि हामीले आज एउटा आदरणीय लेखक अध्यक्षहरूलाई म नाम दिन चाहन्छु। जुलाई आसन ग्रहणका लागि अनुरोध गर्न चाहन्छु। डाक्टर सुस्मिता ढकाल आउनु भएको छैन, आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी देवेन्द्र साक्य, लेखक अध्यक्ष रामचन्द्र श्रेष्ठज्यू, लेखक तथा अध्यक्ष माधव कुमार पौडेलज्यूलाई आसन ग्रहणका लागि हार्दिक वडाध्यक्ष सुनिल साक्यज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सार्वभौम फैलिएका मेची महाकाली सायोथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। मुटल गान लगाइदिनको लागि म प्रान्तिक मुस्कुराउँछ माथि
त्यसपछि हामी भाग्यमानी हाम्रो दर्शनी राम्रो बटोली प्यारो बुटुल। धन्यवाद। र सँगै यो दानको विकास संरक्षणका लागि योगदान गरेर दिवंगत हुनुभएका सबै अग्रजहरूको सम्मानमा 1 मिनेट मौन धारणका लागि म सबैलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको समुद्घाटन चरणमा प्रवेश गरेका छौँ। यो आजको 30औं स्थापना दिवसको कार्यक्रमको गमलामा जल सिंचित गरेर र सँगै दीप प्रज्वलित गरेर कार्यक्रमको समुद्घाटन गरिदिन हुनका लागि आजका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख हामी सबैका अभिभावक आदरणीय कृष्णबहादुर घरती मगरज्यूलाई म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथि महानुभावहरू, समितिका सल्लाहकारज्यूहरू, पत्रकार मित्रहरू सम्पूर्णमा उपस्थितिमा हार्दिक स्वागत अभिवादन गर्दै मेरो स्वागत मन्तव्य यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद संस्थाका उपाध्यक्ष रमेश नेपालज्यूलाई। हामीले यो स्थापना दिवसको अवसरमा 3टा कार्यक्रमहरू आज सम्पन्न गर्दैछौँ। के उद्यानले हरेक वर्ष नै आफ्नो सामाजिक उत्तरदायित्वको भूमिकालाई निर्वाह गर्दै आएको छ। विगतमा पनि हामीले मानव सेवा आश्रमलाई सहयोग गरेका थियौँ। त्यसै गरी उदय सिंह माध्यमिक विद्यालयमा पनि हामीले अक्षय पुरुष 1,11,111 को अक्षय पुरुष निर्माण गरेका थियौँ र आज पनि हामीले बुटोल माध्यमिक विद्यालयमा अक्षय पुरुष निर्माण गर्नका लागि केही सहयोग हस्तान्तरण गर्ने हाम्रो योजना छ। एउटा यो छ। अर्को हामीले एउटा पुस्तक प्रकाशन गरेका छौँ। त्यो पुस्तकको विमोचन आज हुनेछ, मणिमुकुन्द दर्पण 2। त्यसै गरी यसको स्थापनादेखि अहिलेसम्म नेतृत्व गर्नुभएका महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अग्रजहरूको सम्मान गर्ने कार्यक्रम छ। अब म यो कार्यक्रमलाई त्यतातर्फ डोराउन चाहन्छु। सर्वप्रथम हामीले प्रकाशित गरेको मणिमुकुन्द दर्पण 2 विमोचन गर्ने कार्यक्रम रहेको हुँदा विमोचनको प्रति प्रमुख अतिथि र अतिथिज्यूहरूलाई उपलब्ध गराइदिनका लागि म उद्यानका सिइओजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु र प्रमुख अतिथि र अतिथिज्यू अध्यक्षज्यू सबैले यसलाई सामूहिक हिसाबले यो मणिमुकुन्द दर्पण 2 को विमोचन गरिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यो विमोचन प्रति यहाँ यसका लेखकहरू हुनुहुन्छ उहाँहरूलाई उपलब्ध गराइदिनका लागि म हार्दिक अनुरोध। अपनत्वको भावना छ, यसलाई जोगाइराख्नुपर्छ, इतिहासलाई संरक्षण गर्नुपर्छ र हामी कयौँ पटक उहाँसँग गयौँ। उहाँको कतिपय कुराले हामीलाई निरन्तर प्रभावित गरिरह्यो। मसँग भएको मैले दिन सक्ने कुरा 9:30 पौने 10तिर भएर यहाँबाट निस्कनु पर्ने छ भनेर हाम्रो संरक्षक बुटोल महानगरपालिकाका नगर प्रमुख कार्यक्रमका अतिथि सम्मानित व्यक्तित्व आदरणीय खेगदा पाण्डेज्यूले भन्नुभएको छ। उहाँलाई आफ्ना महत्त्वपूर्ण मार्गदर्शनात्मक शुभकामना मन्तव्य राखिदिनका लागि म व्यासमा अनुरोध गर्दछु। यसको प्रचार प्रसारमा जुन भूमिका निर्वाह गर्नुभएको छ र आज यो महत्त्वपूर्ण कार्यक्रम गर्नुभएको छ आदरणीय माधव नेपाल दाई र तपाईँ हामीले शिरवंशी राजासम्म पुगिराखेका छौँ। त्योभन्दा अगाडिको इतिहासमा हामी पुग्न सकेका छैनौँ। त्योभन्दा अगाडि कुन खालको बुटोल थियो भन्ने बारेमा यो ठाउँलाई खोजी गर्न जरुरी छ। तर खोजी गर्दै जाँदा हाम्रा यथेष्ट प्रमाणहरू प्रथम मणिमुकुन्द सेन सम्मत आजभन्दा 507 वर्ष झन्डै 507 वर्ष अगाडि
यो ग्रीष्मकालीन दरबार, ऋषि ऋषिकेशको मन्दिर निर्माण र पाल्पाको भैरवस्थान मन्दिर निर्माण सँगसँगै जसो भेटिन्छन् त्यो इतिहासको कालखण्डमा। त्यसपछि सायद द्वितीय मणिमुकुन्द सेनको पालोमा आउनुपर्छ। घनश्याम पाण्डेज्यू अयोध्याबाट पैदल यात्रा गरेर मुक्तिनाथसम्म 13,000 किलोमिटर पैदल यात्रा गरेर त्यहाँ 2 महिना एउटा खुट्टाले उभिएर तपस्या गर्नुभयो र पोखरा आएर 1 महिना बस्नुभयो र यो पार्कमा मणिमुकुन्द सेनको दरबारमा 4 महिना बसिँदै भन्ने भनाइ छ। र त्यस कारणले स्वामीनारायण सम्प्रदायका मुक्तिनाथ धाम स्वामीनारायण सम्प्रदायका जति पनि संसारभरिका अनुयायीहरू छन् उनीहरूको गन्तव्य मुक्तिनाथ जाँदै गर्दा बुटुलको फुलबारी पनि पर्ने गर्छ। त्यस कारणले यो ठाउँ किन जोड्न खोजेको यो कुरा भने यो ठाउँबाट धार्मिक पर्यटकीय यात्राको मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राको गन्तव्यको मुख्य थलो पनि यो ठाउँ बन्न सक्छ। नेपाल र अङ्ग्रेज युद्धमा जितगढी किल्लामा आक्रमण गर्दै गर्दा तोपको गोलाले माथिको सेनवंशी राजाको दरबार ऐतिहासिक, धार्मिक तथा प्राकृतिक र पर्यटकीय स्थल बनाउनका लागि हामी आज सम्मानित हुने र बुटोल उपमहानगरपालिका लगायत सम्पूर्ण देशका सबैले यस संस्थाप्रति आफ्नो क्षेत्रबाट आफ्नो क्षमता अनुसारको योगदान गरेर यो संस्थालाई एउटा आगामी समयमा यसको गुणस्तर 30औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु र संस्थामा सानै भए पनि योगदानकर्ताको हैसियतले जुन सम्मान गर्नुभयो त्यसका लागि म संस्थाप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु। मैले यहाँ 2-3टा विषयहरू उठाउन खोजेको छु। सधैँ नगर प्रमुख यहाँबाट बिदा भइसक्नु भएको थियो। वास्तवमा मैले यो विषय उहाँलाई पनि सुनाउन चाहेको थिएँ। खास गरी 62-63 को आन्दोलनपछि नगरपालिकामा एउटा बहसको विषय के बन्यो भन्दाखेरि अब मणिमुकुन्द सेन उद्यानलाई जनप्रतिनिधि केन्द्रित बनाएर राख्ने कि यसलाई यसका स्टेक होल्डरहरूलाई बाट सञ्चालन गर्ने भन्ने किसिमको बहस त्यहाँ भयो। त्यो बहसका दौरानमा हामी लोकतान्त्रिक परिपाटीमा छौँ। लोकतान्त्रिक परिपाटीमा सरकारको संरक्षकत्व रहिरहनुपर्छ, तर यो स्टेक होल्डरहरूबाटै सञ्चालन गर्नुपर्छ र स्टेक होल्डरहरूलाई अलिकति फराकिलो बनाउनुपर्छ। केन्द्रीकृत ढङ्गको स्टेक होल्डर भन्दा अलिकति विस्तृत ढङ्गको स्टेक होल्डरहरू सहित राखेर यसको संस्थागत संरचनामा परिवर्तन गर्नुपर्छ भन्ने बहस नगरपालिकाभित्र त्यो छिड्यो। त्यो जबरजस्त ढङ्गबाट त्यो छिड्यो। म त्यो बेलामा नगरपालिकाको एउटा कर्मचारीको हैसियतले म त्यहाँ काम गर्थेँ र ठ्याक्कै मिति त दस्तावेजमा भेटिन्छ। 63 सालमा मैले अलिकति राख्नुपर्ने भएको हुनाले 5 मिनट कट्न सक्छ है, क्षमा दिनु होला। यो किन भन्दा यो राख्नै पर्छ भन्ने मलाई लागेको छ। सर्वदलीय समिति मार्फत नगरपालिका सञ्चालन हुने परिपाटी थियो त्यो बेलामा। त्यो बेलामा त्यो परिपाटी भएको कारणले गर्दाखेरि एउटा विधान बनाउने, यो सबैलाई हजुरहरूलाई थाहा नहुन सक्छ। त्योभन्दा अगाडिको विधान कस्तो थियो भने 15वटा वडा थिए। 15 वडाका वडा अध्यक्ष पदेन यसको कार्य समितिको सदस्य, प्रमुख पदेन अध्यक्ष, प्रमुख पदेन
उपाध्यक्ष यो ढङ्गको संस्थाको संरचना थियो त्यो संरचनालाई अलिकति परिवर्तन गर्नुपर्छ र सरकार संरक्षकको रूपमा रहनुपर्छ, सरकार सहजकर्ताको रूपमा रहनुपर्छ, सरकार अभिभावकको रूपमा रहनुपर्छ भन्ने ढङ्गबाट सर्वदलीय समितिले एउटा निर्णय गर्यो। अब मणिमुकुन्द सेन उद्यानलाई स्वायत्तता दिने भन्ने दिनको लागि आवश्यक कारवाही गर्नको लागि नगरपालिकालाई अनुरोध गर्ने भन्यो। त्यसपछि नगरपालिकाको बोर्डले निर्णय गर्यो। अब त्यो सायद म आज विशेष योगदानकर्ताको रूपमा सम्मानित हुन पाएको पनि सायद त्यही निर्णय नै हो। मलाई विधान मस्यौदा संशोधन समितिको संयोजकको रूपमा त्यो बेलामा सुरुमा त्यो मिटिङले अगाडि बढाउने नै छौँ। मैले अघि नै भनेको थिएँ कि हाम्रो समय सीमा छ, त्योभन्दा बाहिर हामी जाँदैनौँ। त्यस कारणले बोलिरहँदा पनि नजिकमा उभिँदाखेरि मलाई आफैलाई नै अप्ठ्यारो लागेको छ। यसलाई त्यही रूपमा बुझिदिनु होला। हाम्रो उपप्रमुखको अर्को के कार्यक्रम भएको कारणले मलाई यसो पहिला दिनुहुन्न भन्नुभएको छ। कार्यक्रम सेड्युलमा थोरै तलमाथि भएको छ। उहाँ आफ्ना महत्त्वपूर्ण शुभकामना गन्तव्य राखिदिनका लागि बुटोल उपमहानगरपालिकाका प्रमुख सम्मानित व्यक्तित्व संस्थाका संस्थापक सदस्य आदरणीय साहित्य अधिकारी आदिलाई यसमा आमन्त्रण गर्छु। आदरणीय व्यक्तित्वहरूको बुटोल नगर पञ्चायतका संस्थापक नगर प्रमुख मणिलाल साकेको शालिग र आदरणीय दाजु द्वारिका प्रसाद उदयको शालिग निर्माणको कुरा अगाडि बढिसकेको कुरा यहाँका बिचमा म राख्न चाहन्छु। र अर्को कुरा पर्यटकीय क्षेत्र भएको हुनाले यहाँ धेरै महिला दिदीबहिनीहरू पनि उपस्थित हुने र यहाँ स्तनपान गृहको आवश्यकता महसुस गरी आदरणीय दाजु माधव नेपालले बजेट माग गर्नुभएको थियो। गत वर्षको बजेटले केही भवन निर्माण कार्य सुरु भइराखेको छ भने यो वर्षको बजेटले स्तनपान गृहको पूर्णता हुने कुराको म विश्वास दिलाउन चाहन्छु र त्यो बजेट विनियोजनका लागि हामी तयार छौँ र पूर्णता दिने कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। मैले सम्झिन चाहन्छु वास्तवमा मणिलाल साके, सूर्यप्रसाद प्रधान, द्वारिका उदय, ध्रुव तुलाचन, ऋषि गेवाली उहाँहरूप्रति श्रद्धासुमन पनि म व्यक्त गर्न चाहन्छु र उहाँहरूले यो क्षेत्रमा पुर्याएको योगदानको सम्मान पनि म व्यक्त गर्न चाहन्छु। र धेरै कुरा नभनिकन बुटोल उपमहानगरपालिकाको तर्फबाट यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै कार्यक्रम 10 बजेदेखि 11 बजीसम्म एउटा, 11 देखि 4 बजीसम्म अर्को छ। त्यो बिचमा 2-3 छन्। आए बोले गए भन्ने खालको नहोस्। यो स्थानीय तहमा भइसकेपछि सबैको मन राख्ने र कार्यक्रममा पुग्नै पर्ने भएको हुनाले नगरपालिकाकै 2टा कार्यक्रम भएको हुनाले प्राय द्वारिका प्रसाद उदय हाम्रा अभिलेखहरूमा पनि यो फुलबारीको उद्धार र विकास शिक्षामा पहुँच अभिवृद्धि गर्नका लागि साधन संरक्षण गर्नुपर्छ र हामी कयौँ पटक उहाँसँग गयौँ। उहाँको मलाई यसो पहिला दिनुभएको छ। कार्यक्रम सेड्युलमा थोरै तलमाथि भएको छ। उहाँले खास गरी यो पहाडको संरक्षणमा विकासमा एक प्रकारले भन्ने भने यो उद्धारलाई नै साबिता आगाज्यूलाई त्यस पछाडि यो आज विमोचित पुस्तकका सबै लेखकहरूको तर्फबाट अत्यन्त छोटो शुभकामना मन्तव्य राखिदिनका लागि लेखक अध्येता पूर्व उपनिर्देशक आदरणीय दधिकरेज्यूलाई यसमा आमन्त्रण गर्छु। पार्कको बारेमा यो किताबमा एउटा सानो लेख पनि लेखेको छु र आफैमा यो मणिमुकुन्द सेन पार्क आफैमा एउटा इतिहास, आफैमा एउटा संस्कृति, आफैमा एउटा पर्यावरण, आफैमा एउटा पारिस्थितिकी र आफैमा एउटा चाहिँ
सबै विशेषता बोकेको यो एउटा सम्पूर्णता हो भन्ने लाग्छ मलाई। र यो चाहिँ एउटा खण्डहरमा पुगेको एउटा परिस्थितिलाई, एउटा फुलहरूलाई, एउटा संस्कृतिलाई, एउटा इतिहासलाई, एउटा वीरताको गाथालाई उजागर गरेर त्यहाँको धुलो टकटकाएर माटो टकटकाएर आज यो स्थानसम्म ल्याउनलाई अग्रजहरूले जो अग्रजहरूले जो नेतृत्वहरूले काम गर्नुभयो उहाँहरू सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु। र यो एउटा नियमित प्रक्रिया पनि हो र नियमित प्रक्रियामा योगदान सबैको बराबर नहुन सक्छ, तर इटा थप्दै जाने विषय पनि हुन्, यो कुरा आइ पनि सकेको छ। र यति भन्दै पनि हामीले यसको मौलिकतालाई बचाएर लान सक्यौँ भने यो सानो क्षेत्रमा छ, 10 हेक्टर 16 बिघा क्षेत्रमा फैलिएको छ, तर यति मात्रै हाम्रो पार्क हो भनेर नबुझेर यसलाई सामुदायिक वनसँग जोडेर, यसलाई यहाँका पर्यटकीय स्थलहरूसँग जोडेर, यहाँको सिद्धबाबा, यहाँको नुवाकोट, यहाँको जितगढी, यहाँको मुक्तिनाथ धाम, यी क्षेत्रहरू सबैसँग जोडेर कनेक्टिभिटीको एउटा चाहिँ अवधारणामा यसलाई चाहिँ अघि बढाइयो र सबै चिज सानो ठाउँमा अट्न सक्दैन। सबैको पहिचान एउटा सानो ठाउँले दिन सक्दैन। सामूहिक पहिचानमा नै आफ्नो पहिचान खोज्ने हामीले चाहिँ यदि मानसिकता तयार गऱ्यौँ भने यसलाई यसको मौलिकता जोगाउन सकिन्छ। नत्र भने अब सबै चिजले हिन्दू, बुद्ध, मुस्लिम सबै यो जाति त्यो जाति यो सम्प्रदाय ऊ सम्प्रदाय सबैले आफ्नो पहिचान यो सानो ठाउँमा खोज्लियो भने भोलि यसको मौलिकता हराउन सक्छ। यो कुरामा यहाँहरू सबै सचेत हुनुहुन्छ, किनभने बुटोलको बौद्धिक वर्ग, बुटोलको चाहिँ यहाँको चाहिँ सबै अग्रजहरू यसमा सचेत हुनुहुन्छ भन्दै महत्त्वपूर्ण शुभकामना मन दिँदैका लागि यस पछाडि यो उद्यानका सबै अध्यक्षहरूको तर्फबाट र उहाँ वास्तवमा बुटोल नगरपालिकाले हस्तान्तरण गरिसके पछाडिको हिसाबले हेर्दाखेरि उहाँ पहिलो अध्यक्ष पनि हुनुहुन्छ। हस्तान्तरण पछाडिको हिसाबले हेर्दा आदरणीय उपाध्यक्ष मोतीराज गेवालीज्यूलाई आफ्नो महत्त्वपूर्ण शुभकामना मन्तव्य राखिदिनुका लागि म हार्दिक अनुरोध गर्छु। समितिको सदस्य बाबतै 2 वर्ष हामीले नगरपालिकाको तर्फबाट संरक्षणको काम गर्यौँ। त्यसपछि म निर्वाचित अध्यक्ष हैसियतले म 2 वर्ष कार्यकाल काम गरेँ। मलाई लाग्छ यो मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका इतिहासका कुराहरू अहिले नगर प्रमुखले गरेर जानु यो अत्यन्तै साङ्घातिक छन् र हामीले पनि यो इतिहासलाई कोर्नका निम्ति, इतिहासलाई उद्घाटित गर्नका निम्ति विमल सरलाई केही हुनुहुन्छ, उहाँ र निर्मल सर लगायत हामीले एउटा यसको ऐतिहासिक दर्पण हामीले निकाल्ने कोसिस चाहिँ गरेका थियौँ र त्यसले यस मणिमुकुन्द सेन उद्यानका केही कुराहरूलाई, उठानका कुराहरूलाई हामीले सुरुवात गरेका छौँ त्यस पुस्तकमा। र त्यसबेला पनि यस मणिमुकुन्द सेन उद्यानका विषयमा केही कुराहरू उठे, मतमतान्तर उठे र यसलाई विकासको क्रममा कसले कति विकास गर्यो भन्ने कुरामा पनि प्रतिस्पर्धाहरू नउठेका होइनन्। हामीले विभिन्न कार्यक्रमहरूमा पनि सबैलाई हामीले आमन्त्रण गर्दा मेरो भूमिका र उसको भूमिका भन्ने कुराहरूलाई पनि हामीले धेरै कुराहरू बुझ्यौँ र छलफल पनि गऱ्यौँ। मलाई लाग्छ मैले त्यसबेलादेखि यस मणिमुकुन्द उद्यान संरक्षण समितिको अध्यक्ष भइरहँदा यस मणिमुकुन्द सेन उद्यानको जुन एउटा पाटो हो, यसको विकासको पाटो हो, यसलाई 2 पाटोले हामीले हेर्न जरुरी छ भनेर हामीले त्यसबेला पनि व्याख्या गरेका थियौँ। यसको एउटा अवधारणाको रूपमा विकास गर्ने क्रममा एउटा सिङ्गो शक्ति लाग्यो र यसलाई व्यवस्थित गरेर संस्थागत रूपमा विकास गर्नका निम्ति अर्को शक्ति लाग्यो। यी 2टा शक्तिको बिचमा हिजो अलिकति थोरै मतमतान्तर रह्यो र सम्मानित रूपमा हामीले दुवैतर्फलाई अवधारणा नभएको भए संस्था जन्मिने थिएन र यसलाई संस्थागत नगरेको भए यो स्थिति अहिले यहाँसम्म आउने पनि थिएन। र हामीले काम गर्ने दौडानमा यी सबै कुराहरूलाई समन्वय गर्नलाई हामीलाई अलिकति गाह्रो पनि भएको थियो र हामीले त्यसबेला काम गर्ने दौडानमा केही कुराहरू राजनीतिक पक्षका तर्फबाट पनि हामीहरू धेरै कुराहरू वार्ताहरू पनि गऱ्यौँ र केही साथीहरूले यसलाई मरुभूमि भए पनि हुन्छ बनोस् भनेर पनि लाग्नु भएको थियो।
यहाँहरूलाई यही हुनुहुन्छ, यहाँ सबैलाई थाहा होला। हामीले यसलाई 15 दिनसम्म हामीले यहाँलाई बन्द राख्न बाध्य गर्यौँ। ताला लाग्यो, कतिपय बेला हामीलाई 10 दिन बन्द भयो, 7 दिन बन्द भयो, हामी यसलाई सञ्चालन गर्न सकेनौँ। त्यसबेला राजनीतिक परिस्थिति त्यस्तो थियो। तर कतिपय साथीहरूले यसलाई अब सकिँदैन, अब यो चलाउन सकिँदैन पनि भन्नुभएको थियो। तर पनि केही साथीहरू यसमा लाग्नुभयो र हामीलाई ठुलो सहयोग पनि गर्नुभयो। उहाँले अहिले हामी नाम नल्याउनु कि ल्याउँ, अब उहाँहरू यही हुनुहुन्छ, उहाँहरूको सहयोगले हामी यसलाई उद्यानलाई अगाडि बढाउनका निम्ति पनि ठुलो योगदान सहयोग पायौँ। म अन्तर हृदयदेखि उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। मेरो कार्यकालमा मैले जुन 2 कार्यकाल यहाँ गरेँ र मेरो नेतृत्वमा रहने आदरणीय मित्रहरूले जुन योगदान गर्नुभयो, जुन सङ्घर्ष गर्नुभयो, मैले त त्यसलाई योगदान भन्दिनँ, सङ्घर्षै भन्छु। किनभने हामी सङ्घर्षै गरेको त्यस बेला। हामी यहाँ चाहिँ तपाईँका विभिन्न जनावरहरू यहाँ थिए, भिन्न फुलबाहरू यहाँ थिए, डे टु डे हामीले यहाँ सर्भिस दिनुपर्ने थियो। त्यस बेला 15 दिनसम्म यहाँ बन्द हुँदाखेरि 10 दिनसम्म बन्द हुँदा एउटा सफ्टवेयर हाल्दा तपाईँको चाहिँ एउटा चाहिँ फोर ग्रुप हाल्दा पनि समेत हामीले यहाँ काम गरेर चाहिँ बाटाबाट पाएका थिएनौँ। तर पनि त्यो अवस्थामा पनि साथीहरूले जुन किसिमको सङ्घर्ष गर्नुभयो, यसलाई जुन किसिमको चाहिँ यो फुलबारीलाई यो मणिमुकुन्द उद्यान के अरे उद्यानलाई चाहिँ एउटा संरक्षण गर्नका निम्ति जुन योगदान गर्नुभयो, म अन्तर हृदयदेखि म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले त्यो योगदान नगरेको भए मेरो नेतृत्व सफल हुने थिएन र मेरो नेतृत्व सफल नभएको भए उद्यान आज यहाँ पनि आउने थिएन। आज हामी जति पनि यहाँ सम्मानित भएका छौँ, उहाँहरू सबैलाई म अन्तर हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। सम्मान गर्ने आजको समिति यसरी सम्झना गरेको, हिजोको इतिहासलाई यसरी कोरेको र सम्झना योग्य बनाएर हामीलाई फेरि पनि मणिमुकुन्द सेन उद्यान संरक्षण समितितर्फ उद्यानतर्फ हामीलाई आकर्षक बनाइराख्नका निम्ति जुन योगदान गरे, म अन्तर हृदयदेखि उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद पूर्व अध्यक्ष आदरणीय मोतीराज ज्ञानीज्यूलाई। उहाँले महत्त्वपूर्ण विषयवस्तु राख्नु भएको छ। अब हामी कार्यक्रमको करिब अन्त्यमा छौँ। यो कार्यक्रमलाई आफ्ना सार्वजनिक बनाइसहित शुभकामना मन्तव्य राखिदिनका लागि संस्थाका संस्थापक अध्यक्ष, संरक्षक, लुम्बिनी प्रदेश सभाका सदस्य माननीय भोजप्रसाद श्रेष्ठजीलाई म ड्यासमा आमन्त्रण गर्छु। यो महत्त्वपूर्ण आयोजना गरेर जुन सम्मान गर्ने जुन यहाँले कार्यक्रम राख्नुभयो र सम्मानित हुनुहुने सबैप्रति म हार्दिक रूपमा सम्मान पनि प्रकट गर्न चाहन्छु। किन उहाँहरूको योगदान अतुलनीय छ, जो यहाँ स्मरण गरिएको छ। ती कुराहरूलाई म यहाँको बिचमा ध्यानकर्षण गर्न चाहन्छु। निश्चित पनि कुनै पनि काम गर्दा धेरै चुनौतीहरू पनि आउँछन्। हरेक चुनौतीको बिचमा हरेक मानवले सशक्त ढङ्गले त्यसलाई आफ्नो मन वचन कर्मले त्यसलाई अठोटका साथ अगाडि बढ्यो भने निश्चितमा त्यो सफलताको नजिक पुग्छ भन्ने कुरालाई दुविधा छैन। मलाई लाग्छ यो उद्यानको सफलताको अठोट बुटोलवासीले गरेका छन् र सामाजिक अभियन्ताहरूले गरेका छन् र यहाँ उपस्थित सबैले सानो ठुलो सबैको योगदान महत्त्वपूर्ण छ। त्यसकारण त्यो महत्त्वपूर्ण योगदानप्रति हामी जिम्मेवारी लिएका उद्यानका सबै साथीहरू जो महत्त्वपूर्ण भूमिका हुनुहुन्छ, त्यो योगदानलाई निरन्तर दिनुपर्ने दायित्व हाम्रो बिचमा छ। र यस अर्थमा अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो उद्यान सरकारको एउटा महत्त्वपूर्ण यसमा संरक्षित हुन्छ। जनताले त्यो सहकार्यका साथ अगाडि बढ्ने वातावरण सिर्जना गर्छ। त्यस कारणले यहाँको स्थानीयवासी जसले यो उद्यानको निर्माण र विकासमा योगदान पुर्याउन सक्नुभयो, जसले त्यसलाई धेरै कोणबाट सहयोग गर्नुभयो, स्थानीयवासीप्रति पनि म धन्यवाद दिन चाहन्छु। मैले एउटा उदाहरण दिन चाहन्छु। अहिले जेलजी आन्दोलनको परिणतिमा देशको जुन खालको परिवेशमा एक खालको भन्ने हो भने देशका धरोहर जलाउने जुन महत्त्वपूर्ण कामको रूपमा लियो, त्यो दुर्भाग्यपूर्ण थियो। तर ती सबै जलाउने हातहरूले अब शान्ति अथवा पुनर्निर्माणको कुरा पनि उनीहरूले सोचिरहेका होला।
त्यसप्रति पनि हामी एक्का राख्नुपर्छ कि मानिसको जीवनमा उतार चढाव त आइरहन्छ। त्यो परिवेशमा लुम्बिनी प्रदेशको नयाँ प्रशासनिक भवन जो अरबौं रुपियाँ खर्च गरेर विशाल मिनी दरबारको रूपमा बनिरहेको छ, सायद त्यो बेला पनि त्यो आन्दोलनले जलाउन खोज्दा त्यहाँका स्थानीयवासीले जोसुकै दलका हुन्, जोसुकै मन परेका नपरेका मान्छेहरू, संहिता रुचाएका नरुचाएका मान्छे हुन्, ती सबै सतीसाल चाहिँ त्यो जलाउनबाट रोके। म त्यहाँ त्यो दाङ कार्की देउखुरीका वासीप्रति पनि म यति बेला सम्झन चाहन्छु। त्यस्तै किसिमको भावना हाम्रो यो रूपन्देहीवासीहरूमा पनि जागृत भएकै स्थितिमा यस्ता संस्थाहरू आज जीवित रूपमा शक्तिशाली भइरहेका छन्। अन्यथा अघि मोती किमानजीले भने जस्तै यदि हाम्रो मनमा ती घटनाहरू घटिरहेको भए यो पार्क बन्द गर्नुपर्ने अथवा यसबाट हात झिक्नुपर्ने स्थिति भएको भए सायद यो ठाउँमा आइपुग्थ्यो। त यो जीवन्त इतिहासलाई भोलिका पिँढीहरूले कसरी लिनेछन्? हाम्रा बालबच्चाहरूले कस्तो खालको वातावरण लिनेछन्? बुद्ध जन्मेको मुलुक, शान्तिप्रिय मुलुक र त्यो ढङ्गको बुद्धको क्रीडास्थल भन्ने ठाउँमा अब त्यो खालको मनोरम, त्यो खालको सहिष्णुता, करुणा पैदा हुन्छ कि हुँदैन? त्यो आज प्रमुख हो। त्यो शिक्षा आजको आवश्यकता हो, त्यो ज्ञान आजको आवश्यकता हो। त्यसप्रति हामी सबै त्यो अभियानमा संलग्न हुनुपर्छ र त्यो आवश्यकता हामी सबैको लागि हो भन्ने मलाई लाग्छ। त्यस कारणले फुलबारी मात्र होइन, आज हिल पार्क कुन अवस्थामा छ? हिल पार्कमा जति हामी गर्न सक्छौँ त्यो गर्न सकिरहेनौँ। किन? त्यसले संरक्षित पाए। नगरपालिका मुखदर्शक बन्यो, हामी सबै दाङवासी जस्तो हुन सकेनौँ, देउखुरी जस्तो हुन सकेनौँ। त्यो रोइरहेको छ तर हामी हाँसिरहेका छौँ। तर मैले त्यो उदाहरणमा दिएँ, यो वातावरण रोइरहेको छ, मान्छेको जीवन रोइरहेको छ। हिल पार्क बन्नु र नबन्नुसँग सरकार छ। आज नगरपालिका कहाँ छ? यो संरक्षकको आज प्रदेश सरकार कहाँ छ, केन्द्रीय सरकार कहाँ छ भन्नुपर्ने स्थिति नहोस् भन्नका निम्ति म सचेत खोजेको। त्यस हामी जिम्मेवार ठाउँमा छौँ। त्यस कारणले मान्छे त्यो बेलाको पहिचान हुन्छ जुन बेला सङ्कटको बेलामा पनि त्यो शान्ति नेतृत्व गर्न सक्छ। त्यस कारण म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, जहाँ अप्ठ्यारा छन् त्यहाँ सरकार छ भन्ने अनुभूति दिलाउनको निम्ति हामी एकजुट बनाउँ। यसले मात्रै विकासको ढोका खोल्छ र हामी अगाडि बढ्न सक्छौँ र सबै फुलबारी जस्तै बनाउन सक्छौँ, जसले मनोरम इतिहासमा, वातावरणीय क्षेत्रमा, ऐतिहासिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा हामीले निश्चितमा रूपन्देहीलाई अथवा निश्चित पनि यो लुम्बिनी प्रदेशलाई चिनाउन सक्छौँ। यो आजको महत्त्वपूर्ण काम हो। यस कामका निम्ति पनि जहाँसम्म प्रदेश प्रमुख आफै ज्ञाता हुनुहुन्छ त्यसतर्फ हाम्रो ध्यान निश्चित पनि जानेछ भन्ने कुरालाई हेक्का राखेर अगाडि बढ्ने कुरामा म यहाँको बिचमा प्रतिबद्ध जाहेर ढोका बन्द गरिदिन्छु। त्यो खालको परिस्थिति सिर्जना नगरलाई कानुन महत्त्वपूर्ण हुँदो रहेछ। बेला बेलामा त्यही कुरालाई समातेर बेला बेलामा विभिन्न तत्त्वहरू खेल्दा रहेछ। त्यस कारणले कानुन निर्माण पनि एउटा महत्त्वपूर्ण पाटो रहेछ। त्यसतर्फ हाम्रो ध्यान गइरहेको छ र प्रदेशले त्यो कुरालाई कानुनलाई अगाडि बढाइरहेको छ। सङ्घीय सरकारलाई पनि त्यही ढङ्गको दबाब सिर्जना गर्नुपर्ने सवाल हामी हरेक दलका प्रतिनिधिहरू छन्। सबै दलहरूले ती कानुन निर्माणको सवालमा पनि सङ्घीय सरकारलाई दबाब दिनु जरुरी छ। जबसम्म सङ्घीय कानुनले त्यो कुरा बोल्दैन तबसम्म प्रदेश कानुन निष्क्रिय हुन्छ, स्थानीय कानुन निष्क्रिय हुन्छ। त्यस कारणले हाम्रो प्रदेशको मात्रै प्रतिनिधि नहुने हुनाले प्रदेशले त्यो एउटा कानुन बन्ने प्रक्रियामा अगाडि बढ्न कोसिस गर्दैछ। तर त्यो कोसिसलाई सङ्घीय सरकारले पनि त्यही ढङ्गको कानुन निर्माण गर्यो भने राष्ट्रभरि जसरी हेटौडा अहिले पार्क, शहीद पार्क जसरी अलमलको दिशामा छ, हामी समेत असर गरिरहेको छ। यो कुरा प्रमुख कुरा छ। त्यस कारण यो कुरा पनि ध्यान दिउँ र जहाँसम्म यहाँले सम्मान गर्नु। धन्यवाद। कार्यक्रमका अतिथि यो उद्यानका संस्थापक अध्यक्ष तथा संरक्षक माननीय भोजप्रसाद श्रेष्ठज्यूलाई अब म यो उद्यानका छिमेकी उद्यानहरू यहाँ आउनु भएको छ, हामीले बोल्ने अवसर दिन सकेनौँ। उहाँहरूलाई मायाको चिनो प्रदान गरिदिनका लागि म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। आफ्ना महत्त्वपूर्ण भनाइ, शुभकामना र हामीलाई
मार्गदर्शन गरिदिनु हुनका लागि आजको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख हामी सबैका अभिभावक आदरणीय प्रमुख अतिथिज्यूलाई म त्यसमा आमन्त्रण गर्छु। मनमुकुन्द इतिहास चिनाउ है, इतिहास चिनाउ है, यस विकासमा सबैलाई हिँडाउ है। जान्न कता जाम आउनुहोस् फुलबारी छरको लागि घाम। जान्न कता जाम आउनुहोस् फुलबारी छरको लागि घाम। आउनुहोस् फुलबारी छरको लागि घाम। धेरै विशेष मान्छेहरू, पुरस्कृत मान्छेहरू, सम्मानित मान्छेहरू, व्यक्तिहरू गइसक्नु भएको छ, तर पनि जो बस्नु भएको छ उहाँहरूले धेरै कुरा राखिसक्नु भएको छ र धेरैका कुरा सुनिसक्नु भएको छ र मैले पनि केही कुरा राख्नुपर्ने अवस्था हुन्छ। म चाहिँ के भन्छु भने सम्माननीय, माननीय र समाजसेवी राजनीतिज्ञ दलहरू सबै समाजका अग्रजहरूलाई मान्ने आफ्नो ठाउँमा छ, तर पनि विशेष पर्टिकुलर ठाउँको लागि, विशेष ठाउँको लागि विशेष रूपमा योगदान गर्नुहुने उहाँहरू क्रान्तिकारी हुनुहुन्छ। उहाँहरूले गरेको क्रान्तिलाई हामी स्वीकार्नुपर्छ र उहाँहरू समाजको सम्मानित व्यक्तित्व हुनुहुन्छ। म यो अङ्ग्रेजी नामले परिचित अहिले बिग्रेर अपभ्रंश भएको बटवाल, तर यसको खासमा यो बटवालको सेरोफेरो अहिले मान्छेहरू जसलाई पनि सोध्यो भने यहाँनिर बटवाल हो भन्न सक्दैनन्। अब कोहीले बुटोल भन्छन्, कोहीले बटौल भन्छन्, भन्न चाहिँ जाँड रक्सीको बोतल भन्ला मैले डर भइरहेको अवस्था छ। र खासमा नदीवारी बटवाल, नदी पारी खसौली, र त्यो खसौली पनि विशेष गरी यहाँहरूलाई कति थाहा छ, नौतुनामा निम्तो छ मलाई जानु पर्यो जोरमादल भिरेर भनेर लाउरेहरू बास बस्ने ठाउँ त नौतुना, अनि अहिले चाहिँ अब सीमा क्षेत्र पनि छ। र यो जुन पाल्पा रोड खुल्यो त्यसपछि खसौलीको भ्यालु बढ्यो। भ्यालु बढ्दा बढ्दा अहिले खसौलीले आफ्नो नाम भुलेर फेरि बटौली भएको छ, तर वास्तवमा त्यो होइन। मैले यहाँहरूलाई कति थाहा छ, औपचारिक कार्यक्रममा म प्रायः जाँदैन। मैले चाहिँ 1-2टा नीति बनाइदिएको छु। प्रदेश स्तरको कार्यक्रमभन्दा तल माथिको कार्यक्रममा नजाने, प्रदेश स्तरकै कार्यक्रम छ भने पनि विवादित कार्यक्रममा नजाने। अब मेरो आफ्नो सोच हो। फर इक्जाम्पल प्याप्सनहरू, याङ प्याप्सनहरू छन्, यिनीहरू आफैमा सम्मानित संस्था हुन्, तर पनि के भन्दा यिनीहरूमा विभाजन छ। अर्को भनेको उद्योग व्यापार सङ्घ, चेम्बर अफ कमर्स अथवा उद्योग वाणिज्य सङ्घ, यिनीहरू पनि आफ्ना आफ्नै तालमा छन्, त्यो पनि विवादित छ। म त्यस्तोमा धेरै पटक प्रयास गर्नुभयो उहाँहरूले, म गइनँ। र रूपन्देहीमा बसेको छु, खसौलीमा बसेको छु। मैले यो ठाउँलाई प्राथमिकता दिनु मेरो धर्म होला, तर पनि प्रदेश स्तरभन्दा मुनि माथिको कार्यक्रममा नजाने मैले नै नीति बनाए हुनाले म गएको छैन। रह्यो कुरा यो चाहिँ मणिमुकुन्द सेनको ऐतिहासिक क्षेत्र र विशेष गरी चर्चित नाम फुलबारी, यहाँ म धेरै पटक आइसकेको छु र यहाँ मैले अफिसियल हिसाबमा कार्यकारिणी प्रमुखदेखि लिएर उहाँहरूले मलाई उपहारहरू पनि दिइसक्नु भएको छ। अनि मैले सोचेँ यसलाई कुन रूपमा राख्ने त,
यसले चाह्यो भने राष्ट्रपतिलाई पनि लिन सक्छ, प्रधानमन्त्रीलाई पनि लिन सक्छ। अब हाम्रा राष्ट्रपति प्रधानमन्त्रीहरू त देउराली पुग्ने ठाउँमा पनि गइहाल्छन्, टोयलेट उद्घाटन गर्न पनि गइहाल्छन् होइन। अब उनी सरको सम्मानित व्यक्ति त होइन, सामान्य प्रदेश प्रमुखको के हैसियत हुन्छ र, तर पनि मैले आफ्नो एउटा नम्स बनाएको छु। तर मैले सोचेँ, विचार गरेँ, यो चाहिँ मणिमुकुन्द सेनको जुन दरबार एरिया, यसको ऐतिहासिक थलो फुलबारी क्षेत्र, यसको कुनै स्तरसँग मापन गर्न मिलेन। यसलाई चाहिँ जिल्ला स्तर भन्न पनि मिलेन, प्रदेश स्तर भने पनि मिलेन, राष्ट्रिय स्तर भन्न पनि मिलेन। जे भए पनि मैले यसलाई सम्मान गर्नुपर्छ, जो मेरो धर्म हो भन्ने सोचेँ र यसलाई स्वीकारेँ। र यही कुरा अरू सङ्घ संस्थामा लागू नहुन पनि सक्छ, किनभने मान्छेको आफ्नो आफ्नो सोच हुन्छ, स्वभाव हुन्छ। एउटा कहावत छ, आदमियों के नेचर कल्चर और सिग्नेचर कभी चेन्ज नै होता है भन्छ। त्यस कारण मान्छेको नेचर चेन्ज हुँदैन। म नेचर चेन्ज गर्ने पक्षमा छैन। यहाँहरूले कति थाहा पाउनुभयो, म यहाँ आएको 24 महिना भइसक्यो। पर्सनल रिलेसन मेरो धेरैसँग छ, संस्थागत रूपमा म त्यति सम्बन्ध राख्न चाहन्न। र अर्को कुरो, यहाँहरू विशेष गरी पटवालवासीहरू हुनुहुन्छ र विशेष गरी यो फुलबारीसँग सम्बन्धित हुनुहुन्छ र अथवा फुलबारीको आजको कार्यक्रमको पाहुनाका रूपमा आउनु भएको छ, चाहे हिल पार्कको कुरा होस्, चाहे अरू पार्कका कुरा हुन्। नेपालकै नम्बर 1 मा पर्ने रूपन्देही जिल्ला हो। मैले डकुमेन्टहरू हेरेको छु। यो जिल्लाले पाएको सुविधा, यो जिल्लामा बस्ने सङ्घ संस्था, सरकारी संरचना अरू 77 जिल्ला अथवा 76 जिल्लामा छैन। यो काठमाडौँभन्दा पनि अघि छ। तर यति हुँदै पनि यहाँ धेरै कमी कमजोरी छ। त्यसमा पनि विशेष गरी आगो लाउने काम। मलाई थाहा थियो पञ्चायत कालमा सबभन्दा चोर, डाँका, जाली, जुलुमी, फटा, बदमास, जेब कटराहरू बस्ने ठाउँ खसौली बजार हो। त्यो बजारसँग मेरो साइनो छ। मेरो चाहिँ जीवनकै सारा सम्पत्तिदेखि लिएर, मेरो जीवनकै डकुमेन्टदेखि लिएर, पासपोर्टदेखि लिएर, सेपका साँचोसम्म लिएर पुरा चाहिँ लेजर ब्याग झोला नै हराएको हो। त्यो भैरव फेन्सी स्टोरमा अनि 40-41 सालमा मैले त्यस बेलामा इलाका प्रहरी कार्यालयमा उजुर पनि दिएको थिएँ। त्यो खासै अहिलेको मूल्यमा त धेरै थियो, त्यस बेलामा त त्यो 1000-1500 रुपियाँ तोला अथवा 2000-3000 रुपियाँ तोला हुने सुन हुने बेलामा मेरो 6.5 तोला सुन र 23,000 रुपियाँ नगद हराएको हो। पैसाको रूपमा त त्यति ठुलो होइन, तर सबभन्दा दुःख लागेको भने मेरो डकुमेन्ट। र त्यसमा पनि ऐतिहासिक एल्बम, त्यस बेला त एल्बममा फोटो राख्ने चलन थियो। त्यस बेला फोटो ब्ल्याक एन्ड व्हाइट फोटो पाउनु पनि बडा गाह्रो थियो, रङ्गिनको त चलनै थिएन। त्यो मेरो सारा जीवनको सम्पत्ति ध्वस्त भएको थियो। भैरव फेन्सी स्टोरको सोकेसको माथिबाट झोला हरायो। त्यसैले मैले खसौली बजारका असल मान्छेहरू, सम्मानित मान्छेहरू, धार्मिक मान्छेहरूप्रति मेरो सदा सम्मान हुन्छ। तर मेरो झोला चोरले जो चोरै हो र त्यो बजार चोर बजार नै हो। मैले यसो भन्छु। तर त्यही चोर बजारको अहिले एउटा चौकीदारी गरिराखेको छु। तर जो चौकीदार गरेको छ, जो चौकीदारले राज्यको केही पनि सुविधा लिएको छैन हो। अब करले मासिक रूपमा खातामा जाने पैसा बाहेक अरू मैले मिलाएर खाने त मैले कल्पना पनि गर्दैन। नियमले पाउने टिएडिए, भ्रमण भत्तादेखि लिएर, औषधि उपचारदेखि लिएर प्लेन चढ्नेसम्म पनि गरेका छैन। तर पनि मै बसेको घर जल्नुपर्ने, मेरै सामान लगिदिनु पर्ने भने चाहिँ मैले त्यो भन्न पाउनुपर्छ। भने बापतमा काटिन्छ भने पनि एकछिनपछि काट्ने पनि तयार छ, किनभने मेरो बोनसको जिन्दगी हो। म अहिले 3 विषय 7 पुग्दै गर्दा मैले जीवनमा यति सम्मान पाएँ जो मैले पाए जति सम्मान कोहीले पनि पाएको छैन। र यति दुःख पाएँ कि मैले पाएको जति दुःख कुकुरले पनि पाएको छैन। अब यसको पछाडिको कारण चाहिँ अथाह सम्पत्ति भएर पनि भिखारीको जिन्दगी जिउनु परिरहेछ। अनि अथाह सम्मानित परिवारमा जन्मिएर पनि परिवारबाट अपहेलित बाउले समेत पनि हेला गरेको र जेल बसेको जीवनलाई हेर्छु। र अहिले पनि म यहाँहरूसँग ग्यारेन्टी के गर्छु भने 7 जना प्रदेश प्रमुख ज्यूहरूमा 6 जनालाई
छोड्नुहोस्, मलाई लुम्बिनी प्रदेशको जुन लुम्बिनी प्रदेशको नागरिक पनि हो, मैले बुझेकोसम्म अरू 6 जना प्रदेश प्रमुख साथीहरू विद्वान हुनुहुन्छ, अग्रज हुनुहुन्छ, धेरै जानिकार हुनुहुन्छ, उहाँहरू धेरै सम्मानित व्यक्तित्व हुनुहुन्छ, तर पनि दाँच्ने हो भने उहाँहरू र ममा केही पनि मिल्दैन। किन मिल्दैन भन्दा जातमा हेऱ्यो भने पनि उहाँहरू कोही पनि मेरो जातको हुनुहुन्न, भेगमा हेऱ्यो भने पनि म जस्तो दुर्गम ठाउँको हुनुहुन्न। अनि क्रान्तिको हिसाबले भन्ने हो भने पनि विद्यार्थी कालदेखि ढुङ्गा हान्दै सिडिओ कार्यालय तोडफोड गर्नेदेखि लिएर अराष्ट्रिय तत्त्व भनेर जेल खाइएको छ। मैले यहाँ यसो हेर्दैछु, यो दोकोलाई छोडेर मभन्दा ज्येष्ठ नागरिकमा पर्नुहुन्छ जस्तो मलाई लागेको छैन। जे भए पनि यहाँहरूको जोस जाँगर जो गरिराख्नु भएको छ त्यसको त म सदा सम्मान गर्छु। र मैले बिहानै तल चिया खाने गफ गर्ने क्रममा पनि मैले भने, मैले सुनाउन खोजेको खास गरी नगरलाई हो। लोभी पापीहरूको मुलुकमा लोभी पापीहरूले शासनमा गए भने राम्रो हुन्छ भन्ने सोच्नु मूर्खता हुन्छ। यदि तपाईँहरूले सबैलाई एउटै घानमा हाल्नुभयो भने हो, पिस्दाखेरि त घुन पिसिने एउटा पाटो होला, अब कोल पेल्दाखेरि अरू चिज राखेपछि पेल्लिने एउटा कुरा होला, तर पनि छुट्याउन सक्नुपर्छ। र मैले हेरेको, मैले देखेको, मैले बुझेको अनुसार यो नेपाल अधिराज्यको जन्म हुनुभन्दा पहिलेदेखि नै यो नेपालमा शासन प्रणालीहरू थियो, विभिन्न तरिकाले चलिराखेको थियो र सबभन्दा बढी जात फेर्ने देश यही नेपाल हो। यहाँ कसैले मान्नुहोस् नमान्नुहोस् कुनै पनि आफ्नो जातमा हुनुहुन्न, सबै फेर्नु भएकै छ, चाहे म हौँ चाहे कोही होस्, चाहे आफूलाई राजा भन्नेहरू होइन, तिनीहरू सुँगुरको गोली चराउनेदेखि लिएर अब सुँगुर खानेहरू होइन, अब कति चाहिँ मुस्लिमवाद शाह भएका भन्ने कुरा पनि होला, एकदम राजा रजौटा उनीहरू थोपुरी हुन् भन्ने पनि होला, तर होइन। यहाँ नेपालमा जे भइराखेको छ सबै चेन्ज फेन्ज भइराखेको छ। त्यसमा पनि सबभन्दा बढी जात थर भएको चाहिँ नेवार जाति हो। नेवार जातिले सहरीय क्षेत्रमा, राजधानीय क्षेत्रमा धेरै व्यापार बिजनेस र धेरै राजनीतिक थलो जागिर थलोमा पनि लागेर पनि उहाँहरूको छ, तर उनीहरूको भित्र यति विभाजन छ कि त्यस्तो विभाजन तुलनात्मक रूपमा अरू जातमा छैन मेरो आफ्नो बुझाइमा। र यो देशमा जात फेर्नेहरूले आफ्नै जातलाई हेला गरेको र काटेको र जेल हालेका इतिहास पनि छन्। यो सबै छ र मैले भन्न खोजेको 3वटा कुरा हो। समग्रमा नेपाली जनतामा चेतनाको स्तर कमजोरै छ र ती चेतनाको स्तरबाट निस्किएका हामी जस्ता नेता फेता भन्नेहरूले गरेको कुशासनहरू असाध्यै दुःखदायी छ र जति पनि परिवर्तनहरू भए इतिहासदेखि वर्तमानसम्म कहीँ न कहीँ रक्तपातबाट मात्रै आएको छ। र यहाँहरूलाई कति थाहा छ, भदौ 23 र 24 गतेको घटना हामीले कसैले शासकहरूले कल्पना गरेका पनि होइन, सर्वसाधारणले कल्पना गरेको पनि होइन। त्यसकारण यस्ता घटना घटिराखेका छन्, अझै घट्छन्। त्यसको पछाडि चाहिँ तत्त समयमा गर्ने शासकहरूले गरेका कुशासनै हो। कुशासनको शाब्दिक अर्थ पदमै हुनुपर्छ भन्ने पनि छैन। पदविहीन मान्छे सामान्य ग्वाला जानेले पनि बदमासी गरिराखेकै अवस्था पनि छ। यहाँ धेरै कुराहरू छन्। जे भए पनि आजको यो शुभ घडीमा, यो शुभ कार्यमा, यो चाहिँ ऐतिहासिक एउटा कार्यक्रममा मैले यहाँहरूसँग के बिन्ती बिसाउँछु भन्दा, तपाईँहरू स्थानीय तह ऊ आफैमा एक किसिमले स्वायत्त छ, उसले चाह्यो भने करोडौँ बजेट हाल्न सक्छ, त्यो एउटा पाटो हो। पाउनु भएको छैन, मुख्यमन्त्री पाउने हैसियतको मान्छेले त्यो एउटा सानो मन्त्री पनि पाउनु भएको छैन, त्यो उहाँलाई जति पीडा भइरहेको छ। र उहाँलाई भन्दा 10 गुणा पीडा त्यो लीलागिरीलाई थाहा छ। त्यसकारण म यहाँ हेर्दैछु, म 87 जना मान्यज्यूहरू अहिले त 83 हुनुहुन्छ। मैले सार्वजनिक थलोबाटै भन्छु, उहाँहरूलाई सुन्ने गरी भन्छु, मुखमा पनि भन्छु, सिङ्गलमा पनि भन्छु, बहुसङ्ख्यक रूपमा पनि भन्छु, म फरक
क्षेत्रबाट आएको छु, म फरक सोचको क्षेत्रबाट आएको छु, मेरो जीवन लाइफ फरक छ। त्यसैले म चाहिँ सुशासनको पक्षधर मात्रै हो। कुशासनमा म मेरो गाउँ जिल्ला पञ्चायतको सभापति हुँ र बहुदल चाहिन्छ भनेर 26 दिन कारागारमा बस्ने मान्छे हुँ। त्यसकारण मैले एउटा मात्रै भनाइ हो, अहिले भएका 83 अस्ति भएका 87 मान्यज्यूहरूले जे गरिराख्नु भएको छ, पार्टीको व्हिपले काबुमा आउनु भएको हो वा ढुङ्ग नपुग्या हो म जान्दिनँ। उहाँहरूले जे गर्नु भएको छ, उहाँहरूले गरेको त्यो देउखरीको भात खाने खेत मासेर गरेको शासन र बनाएको दरबार र त्यो दरबारभित्र बसेर उहाँहरूको कुकृत्यमा म समर्थक छैन। अब पञ्चायतकालभरि पुलिसले लग्थ्यो, बहुदलमा यो बहुदल आइसकेपछि झन् यो प्रदेशको चौकीदार भएपछि आर्मीले लगेर पीर्तनामा जेल हाल्यो। हुन त अब गेस्ट रुममा राखेको पीर्तनापतिकै भात पाएँ, तर पनि 17 दिन म जेल बसेको छु। त्यसलाई पनि मैले सम्मानले लग्या हुँ र लग्छन् भन्ने लग्ने आजभोलि किन लग्दैन, लग्दैन। अब कहिलेकाहीँ मैले चाहना राखेँ एक कक्षा पाउला, तर त्यसरी ज्वाइँ माने जस्तो त मान्दैन, मलाई जेल हालिदिएकै हो। त्यस बेलामा हाम्रो मुख्यमन्त्रीजी पनि केही कुनै कुनामा लुक्नु भएको छ, अनि त्यहाँ पारेर मलाई भेट्न आउनु पर्यो। अनि यस मौकामा त्यत्रा दरबार बनिसकेका छ, जानु पर्यो, रोजा घर हजुरलाई भन्थ्यो। मैले भने पहिलो कुरा त म बस्दिनँ, म दुःखी छु, खुसी छैन। अर्को कुरो, यदि म बसेँ भनेर यो पदलाई स्वीकारेँ भने बरु टेन्ट लगाएर ती जलेकै आँगनमा बस्छु, तर त्यो देउखरीका फाँटमा जाने, दरबारमा जाने मेरो सोचै छैन। म चाहिँ राज्यले दिएको ललितपुर भैँसी पार्टीको दरबारमा त नपुछेर यहाँसम्म आइरहेको छु, अहिलेसम्म आएँ भनेपछि म त्यस्तो गर्दिनँ भन्थेँ। अनि त्यसपछि उहाँले अलिक दुःख मान्नु भएको र तपाईँहरूको यहाँनिर बौद्धिक सर्कल हुनुहुन्छ, नभए पनि बौद्धिक हुने कोसिस गर्नुहोस्। कहिलेकाहीँ के हुन्छ भने बौद्धिकतामा दरिद्रता आउँछ, त्यो आउन नदिनुहोस्, मेरो यहाँहरूसँग बिन्ती हो। र अर्को कुरा, बौद्धिकता सर्टिफिकेट मात्रै पनि होइन, बौद्धिकता भनेको निरन्तरता हो र इमान्दारिता हो। त्यसले गर्दाखेरि मैले खसौली बजारलाई जति गाली गरेँ त्यसको पछाडिको 40-41 सालको मेरो सामान लुटेको र अस्ति म बसेको घर जलेको हिसाबले गाली गरेँ र त्यहाँ धेरै असल मान्छे हुनुहुन्छ। र तपाईँहरूले खसौली बजारमा प्रदेशको राजधानी राख्न किन सक्नुभएन? म तपाईँहरूसँग प्रश्न हो, तपाईँहरूको के हैसियत पुगेन र त्यसको लागि के गर्न बाँकी थियो, के गर्न सक्नु भएन? सायद तपाईँहरूको यस्तै क्रियाकलाप हो कि चोर्ने, जलाउने अथवा कुट्ने अनि लुट्ने अनि व्यापारमा पनि अलिकति कालाबजारी गर्ने एउटा त्यो पनि होला। अर्को कुरा अझै पनि म भन्छु कि यो रूपन्देहीमा त कति छ कति, त्यसमा पनि यो बोटोल र खसौली भन्नेमा मात्रै सरकारको नाउँमा भएको सरकारको संरचना मात्रै 100औं बिघा जमिन छ। अहिले हिजोको अञ्चलाधीश बस्नेमा न्यायाधीश बस्ने, हिजोको राजा बस्ने, दरबारमा चाहिँ अरू सामान्य कर्मचारी बस्ने, योभन्दा अपमान छ। त्यसको किन सदुपयोग भएन? मैले केही कुरा सुनामला भनेको थिएँ खेलराजजीलाई, अनि गइहाल्नु। फेरि खेलराजजीले माया त गर्नुहुन्छ, ढङ्ग पुर्याउनु। 16 साल उहाँले के गर्नुभयो भने जितगढीमा मलाई आर्मीले क्याप्टनले के भन्यो, तयारी बस्नु पर्ला हजुर, त्यहाँ जितगढीमा बोलाउँछन्। पहिला त राष्ट्रपति आउँथ्यो, अहिले त हजुरलाई बोलाइहाल्छन् भने। अनि उहाँले झुक्किनु भएछ, अनि उहाँले चाहिँ त्यो संविधान हेर्न बिर्सिनु भएछ। अनि मुख्यमन्त्रीभन्दा ठुलो त यो प्रदेशमा त कोही हुन्न, हामी त केन्द्रले पठाएको कट्टले न हो भुलाके। अनि त्यसपछि उहाँलाई लिनुभयो। अस्ति त फेरि तल त्यो अख्तियार दुरुपयोगको कार्यक्रममा आइदिनु पऱ्यो दाइ भन्थ्यो। त्यो काम चाहिँ मलाई बौला कुकुरले टोकेको छैन, त्यो मबाट हुँदैन। अब तपाईँले मान्ने होला लिएर गर्नु। हिजो चाहिँ मुख्यमन्त्रीलाई लिनुभयो, अब ती मन्त्री लिनुहोस्, ती मान्ने लिनुहोस्। अब प्रदेश प्रमुख आउँदैन, सम्माननीय हुने शब्द भन्ने पो नराख्न सक्या हो त। हामी त उप प्रधानमन्त्री सर हौँ, त्यो बाख्रागोला त होइन। फेरि बाख्रागोला लाएर बाख्रागोला आए पनि होइन, हाम्रो आफ्नै इतिहास छ, आफ्नै पहिचान छ, त्यो हुँदैन। आज मैले उहाँलाई धेरै सुनाउने पक्षमा थिएँ, के त्यहाँ परेको छ, के त्यहाँ परेको छ, उहाँहरूलाई सुनाउनै पाइरहेको छैन। अब त पर्सनल रूपमा उहाँ चाहिँ म कहाँ जानुभएको थियो, डायरी सायरी पनि दिनुभयो।
मैले चाहिँ बुटोल उपमहानगरपालिकाको प्राङ्गणमा यहाँलाई मैले भव्य स्वागत गर्न चाहन्छु दाइ भन्नुभयो। 13 जस्ता त्यो पालिका त 109वटा छ। अनि त्यहाँ आएपछि उहाँ पुठा उत्तर गङ्गा जाने कि नजाने, रुकुम जाने कि नजाने, त्यस कारण यस्ता कुरा हुँदैनन्। मैले त्यो 109वटा पालिकामा जान्न। ल ठिक छ, बुटोल भने उपमहानगरपालिका, तुलसीपुर के हो नि, घोराई के हो नि, नेपालगञ्ज के, त्यो पनि त उपमहानगरपालिका हो। अनि त्यहाँ जाने बेलामा राज्यको कति पैसा सकिन्छ, अब जाने कि नजाने एक ठाउँ गएपछि। अनि त्यसपछि तल छन् फेरि हाम्रै अलि त्यो नाता पाता पर्ने, फेरि तिलो तमाल त ग्यारेन्टीका साथ आउनुपर्छ, त्यस्तो हुँदैन, म गएन। जे भए पनि उहाँहरूले राम्रो गरिराख्नु भएको छ, राम्रो गर्न चाहनु भएको छ, हामीलाई लाग्छ। तर मान्नुहोस् नमान्नुहोस्, उहाँहरूले हामीले सोचेका जति ढङ्ग चाहिँ पुर्याउनु भएको छैन। ती घटना घटाउने वा त्यसको सेरोफेरो वा त्यसको ब्लड ग्रुपले अहिले सत्ता चलाइराखेका छ, तिनीहरूमाथि फेरि केही घटना घट्नेवाला छ। तपाईँहरू मान्नुहोस् नमान्नुहोस्, अब म रम्ला नरम्ला मलाई काटिनेको डर छैन, किनभने बोनसको जिन्दगी हो। पञ्चायतले सक्नै बज्या बाँकी रहेँ, बहुदलमा पनि सक्नै बज्या हो, प्रचण्ड पदले पनि सक्नै बज्या हो, मैले काङ्ग्रेसको सिपाही हुँदाहुँदै काङ्ग्रेसले पनि सक्नै बज्या हो, अस्ति पनि भदौको 23मा पनि 24मा पनि सकिनै बज्या हो। भनेपछि यो हाम्रो जिन्दगी बोनस हो। अब एउटा गीत छ कि मर्छौ भने डर मान्छौ किन, त्यसै पनि मरिन्छ एक दिन, जो पनि एक दिन त मर्ने हो नि, अनि किन डराउनु? असल काम गर्नको लागि डराउनु पर्दैन। यसको मतलब किन मलाई मर्ने डर छैन भनेर पर भिरमा गएर हाम फाल्ने भने होइन, तर केही गर्नुपर्छ। तपाईँहरूले जे गरिराख्नु भएको छ, जे गर्दै आउनु भएको छ, परजीवी नभन्नुहोस्। ऐज्यारो भन्ने हुन्छ कि रूपमा प्रायः जस्तो भेट्नुहुन्छ होला, त्यसलाई माया गरेर खन खोसर गरेर गमलामा लिनुहोस्, या चाहिँ राम्रो खालको बनेर स्याउरो प्याज रोप्नुहोस्, पलाउँदैन, किन त्यो आफै परजीवी हो क्या। त्यसकारण तपाईँ हामी जस्तो जन्तु जगतका बौद्धिक जन्तुमा पर्छौँ नि हामी त। त्यसो जन्तु त हामी जन्तु नै हौँ, तर अलिकति बौद्धिक जन्तुमा पर्छ मान्छे भन्ने। त्यसकारण के भने हामी बौद्धिक जन्तुले परजीवी हुनुहुन्न र अलिकति मात्रै पनि तरिका पुर्याउनु भयो भने यो फुलबारीको यसको 10 वर्षपछि करोडको होइन खरबौँ यसको ब्यालेन्स हुन सक्छ। अब अर्को कुरो, जितगढी आफैमा इतिहास हो, तर त्यहाँ म 2-3 चोटि घुमिसकेका छु। तर त्यो कोहीले त्यो बरु मन्दिर खोज्ला, त्यो जितगढी कोही खोज्नेवाला छैन, किनभने चारैतिर चाहिँ बडे मानका घर बनाइदिएका छन्। प्रक्रिया गरेर जाने हो भने जितगढीलाई यस्तो खुल्ला बनाउनु पर्यो, त्यो किल्ला जहाँबाट हेर्दाखेरि पनि, त्यो लडाइँ गरेको ठाउँ जहाँबाट हेर्दा पनि देखिनुपर्छ। तपाईँ म अलि फरक ढङ्गले सोच्ने मान्छे हुँ। अब कति दिन रहन्छु थाहा छैन, अब कति दिन राख्छ, म त नेपाल सरकारको न बाहुरे हो, जति दिन बस्छु या पदविहीन भए पनि 12 मास 1 मास मान्छेको आफ्नो डेस्टिनेसन हुनु पर्यो, आइडियोलोजी हुनु पर्यो, प्रिन्सिपल आफ्नो चाहिँ जहिले पनि क्लियर हुनु पर्यो। होइन अब काफल पाक्यो भने काफल पाक्यातिर दौडिने, त्यो खल्टु भन्ने रहेछन् यतातिर, हाम्रो उतातिर तेजु भन्छ, तेजु पाक्यादेखि तेजै डुब्यो नि, अब त्यो गऱ्यो भने चल्दैन। तर त्यो उद्यानमा म धेरै पटक घुमिसकेको र विशेष गरी 2 चोटि त अफिसियली रूपमा पनि अफिसले थाहा पायो मलाई घुम्न भन्यो, म घुमेँ पनि, बसेर चिया पानी पनि खाइसकेका हुनाले अब सके दिन तिरौँला नत्र फ्रीमा भन्छन् नि, सके दिन तिरौँला नत्र फ्रीमा भनेपछि गुण तिर्नलाई मात्र आउँ। तर म तपाईँहरूसँग के अनुरोध गर्छु भने आज हाम्रो पूर्व मन्त्री अब माननीय सायद भोलि पर्सि लरक घरक हो भने उहाँ फेरि मन्त्री आइहाल्नुहुन्छ होइन, अब सम्भावना त हो नि त मुख्यमन्त्रीसम्म हुन पाउनुहुन्छ यो अवधिलाई। उसले चाहिँ माथिको बालेनको पट्टि अलिक छिटै चुनाव गराइदिएन भने अझै 1.5 वर्ष खाने आशा त छ। यहाँ चाहिँ के भने 1.5 वर्ष होइन, 1.5 दिन भए पनि मैले मन्त्री खानुपर्छ र झन्डा हल्लाउनु पाउनुपर्छ भन्ने चिन्ता छ। अब उहाँले चाहिँ अब दोहोरेर खानुहुन्छ खानुहुन्न मलाई थाहा छैन, तर उहाँ जुन पार्टीलाई विचार बोक्नुहुन्छ र उहाँहरूको अहिले सत्तामा छ, उहाँहरूले चाहनुभयो भने उपरवाला चाहे त छप्पर फ्याँकी देता आयो भन्छ नि, उहाँहरूले चाहनुभयो भने यो घरको छत फालेर पनि दिन सक्नुहुन्छ। अब चाहनुहुन्छ कि चाहनुहुन्न त उहाँहरूले जान्ने कुरा हो। तर अब त्यसको भित्र अब के छ, आन्तरिक रूपमा हुन्छ नि, एकदम सासु ससुरा जति सम्मानित भए पनि बुहारी अलि अप्ठ्यारी छ भने चाहिँ पाहुनाले मुख फेर्न पाउँदैन नि, अब त्यस्तो पनि होला, उहाँहरूको कुरा हो। तर
सिधा अर्थमा भन्दा मैले त्यो देउखरीको फाँटको राजधानीलाई भएकोमा मलाई आपत्ति होइन र तर त्यो बढाउन हुन्न र खेत मास्न हुन्न भन्ने पक्षको हो। मासेर अन्न बाली खाने ठाउँ मासेर होइन। अझै पनि तपाईँहरूले के प्रयास गर्नुहुन्छ भने खसौली बजारको सेरोफेरोमा, ती गोलपार्कको सेरोफेरोमा, ती दरबारको सेरोफेरोमा अझै पनि 20औं राज्यको संरचना बनाएर बस्न सक्नुहुन्छ। त्यहाँनिर अनावश्यक रूपमा मान्छेहरूले त्यो दुरुपयोग गरिराखेको मैले देखिराखेको छु र त्यसलाई बनाउनुहोस्। र बुटोल भनेको खोलावारी हो र खसौली भनेको खोलापारी हो। तिनीहरूको आफ्नै पहिचान हुन्छ। एउटा मात्रै बोर्ड देखाएको छु, त्यो चाहिँ के भन्दा नेपाल बैंक लिमिटेडले पुरानो मेटिएर हिँड्छ, खसौली शाखा लेखेको छ त्यो होइन। नत्र भने खसौली भन्ने मान्छेले चिन्न छोडे, सबै बुटोल भयो। तर सबै बुटोल त भयो, यो बुटोल हरायो भने के गर्नुहुन्छ? मुम्बई र बम्बईमा कत्रो लडाइँ भयो। त्यसकारण के भने पहिचान भनेको ठुलो कुरा हो। र यो मणिमुकुन्दको ठाउँलाई तपाईँहरूले अहिले मणिमुकुन्दको दस्तावेजमा मात्र देखिन्छ, तर यसलाई सबैले चिन्ने जनजीवनमा बसेको भनेको फुलबारी, फुलबारी भन्ने। अनि त्यसपछि गएर चाहिँ त्यो जात्रा लगाएर खुल्ला छड्डा गर्नुभयो भने तपाईँहरूको फुलबारी हुन्न, भएको फुलको पनि जरै उभलिन्छ। त्यसोस्ले गर्दाखेरि स्थानीयहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ, कसरी सम्मान गर्नुहुन्छ, उनीहरूलाई चाहिँ सम्बोधन गर्ने ठाउँ तरिकाहरू अनेकन हुन्छ। तर चाहिँ के भने स्थानीयले हप्काउँछन् भन्छन् भनेर अथवा सबैको लागि खुल्ला भनेर यो मर्निङ वाक गर्ने ठाउँ होइन। फुलबारीलाई फुलबारीको रूपमा राख्नुहोस्। म चाहिँ रोल्पा जिल्लाको सदरमुकामलाई टुडीखेललाई ग्रिन पार्क भन्यो। अनि त्यसपछि मेरो जहिले पनि त्यहाँ झगडा हुने, ग्रिन पार्क भन्छ अनि मेला महोत्सव लाउँछ, फुटबल खेलाउँछ, भलिबल खेलाउँछ, अनि त्यो कसरी ग्रिन पार्क हो? त्यसमा हुँदैन। ग्रिन पार्क भने ग्रिन पार्क नै हो, ग्रिन पार्कमै राख भने त्यहाँ पनि मेरो लडाइँ छ, मेरो आफ्नो आफ्नै किसिमको बुझाइ हो। अब त्यो यसलाई खुल्ला नगर्नुहोस् म पनि भन्दैन, खुल्ला गर्ने भनेर एकदम त्यो भुल हुज्जरी एकैचोटि 1000 आउन दिनुभयो भने तपाईँहरू के फुल के कुरा गर्नुहुन्छ, केही रहँदै रहनु भने। त्यस कारण मान्छे चाहिँ ती बाँदरबाट आएको अरे, करिब करिब बाँदरकै व्यवहार आउँछ। अनि यस्ता मान्छेहरू पनि देखेको छु। अनि कुनै सरकारी अफिसमा राम्रो गमला मन पऱ्यो भने उसले घर लगेर गएका सिडिओहरू पनि देखाएको छु। गमला चोर सिडिओहरू पनि छन्, चौकटी चोर जिबी सदस्यहरू पनि थिए होइन। मैले त्यो सबै हेरेको छु दुनियाँमा। त्यसोस्ले गर्दाखेरि यसको इतिहास राम्रोसँग बनाउनुहोस् र जो जतिले बडा ध्यानपूर्वक सुनिदिनु, मेरा टुटिया कुराहरू सुनिदिनु हो, खुसी लाग्यो। रह्योलाई नै अप्ठ्यारो हुन्छ, राज्यलाई अप्ठ्यारो हुन्छ, तपाईँहरूलाई अप्ठ्यारो हुन्छ। हाम्रा बन्दुकी बगाललाई चिया नास्ता खुवाउने बेला तपाईँहरूको बेहाल हुनसक्छ। त्यसकारण म कहाँ आउनलाई त यहाँहरूलाई वेलकम छ। आउनुहोस्, बसौँ, छलफल गरौँ। किन खसौली त्यस्तो भयो, किन बटौलीको अवस्था यस्तो भयो, किन यिनी सबै कुराहरू हामीले सोचे जस्तो भएन। हिल पार्कलाई के बनाउने, अनि चरङ्गे जाने सबै चरङ्गे जान्छन्, कहाँ कहिले जान्छन् भने दिन ढल्किन लागेर जान्छन्। त्यो चरङ्गे किन त्यस्तो हो? त्यो राम्रै पनि होला, नराम्रो पनि होला। स्टार होटलहरू छन्, अनि जुवा खेल्ने चाहिँ नेपालीलाई ऊ छैन, प्रवेश छैन, सबै नेपाली जुवा खेलिरहेछ। धेरै कुराहरू मिल्नुपर्ने, मिलाउनु पर्ने छ। र यो जुन शुभ अवसर दिनुभयो त्यसको लागि आयोजक साथीहरूलाई धन्यवाद छ। रह्यो कुरा के भन्दा व्यक्तिगत रूपमा मैले कहाँ के गर्न सक्छु त्यो एउटा पाटो हो। प्रदेश प्रमुखको हैसियत तपाईँहरूलाई थाहा छ, संवैधानिक तौरले लेखेका कुराहरू पनि तपाईँहरूलाई थाहा छ, मर्यादाक्रम पनि तपाईँहरूलाई थाहा छ। तर उसँग भुटेको भाङ्गु पोलेको पिँडालु भन्ने हुन्छ नि, त्यो केही छैन। अनि त्यसले के गर्न सक्छ? अनि मैले मान्यज्यूहरूलाई भने त्यसले भने माने पनि भयो, नमाने पनि त्यसले के गर्न सक्छ? त्यस्तो हुन्छ। किन विधेयक त उहाँहरूले चाहिँ कस्तो विधेयक बनाउनुहुन्छ? छोरी मान्छेको महिनावारी हुने भनेको पूजनीय कुरा हो, त्योमा बिदा दिने त बनाउनु भएको छ। अनि अर्को के बनाउनु भएको छ? केही प्रमाण नचाहिने, एक त त्यसै बढाइदिने। अनि यहाँ चाहिँ एउटा पनि महानगरपालिका छैन यो 12वटा जिल्लामा, यो लुम्बिनी प्रदेशमा। अनि पालिकाको कार्यकारिणी प्रमुख कतिको राख्ने रे? 12 तहको राख्ने, जबकि उहाँहरूको आफ्नै मन्त्रालयमा छैन 12 तहको। यस्ता यस्ता निर्णय गर्नुहुन्छ, मैले नगर्नुहोस् भने फर्काइ पठाएँ, गरे नगरे भाग भनेर अनि देश बुझेर सही गरेर पठाएको छु।
अनि अर्को कुरा अस्ति खरानी पारे त्यसबेला पनि अब अलि रुएँ होइन, सामान त थोरै नोक्सान भयो। अब मेरो घर त जलिन होइन, त्यो फेरि भैँसी बाटो पनि सानो सानो गोठ थियो त्यो पनि जलाइदिएन, सानो भनेर चिज माने होला। अनि रोल्पाका घरहरू पनि जलाइदिएनन्, अब दाङको घर पनि जलाइदिएन। अब त्यो अब तर अरूको जल्यो मेरो जलिन भनेर फेरि खुसी हुने कुरा पनि छैन। कोही त्यो शेरबारको अलि ठुलो घर जल्यो भने गगनजीले आफ्नो घर जल्या बिर्सिया जस्तो गर्न पनि नमिल्ने फेरि होइन, यो अनेक छ क्या। त्यसैले गर्दाखेरि अस्ति फेरि त्यो फागुन 21 को अवस्थालाई हेर्दाखेरि पनि मैले फेरि राजीनामा दिन खोजेको परिस्थितिले दिन दिएको छैन। अब घर जाने कहिले हुन्छ, तर पनि नचिने को हो चिने माया मोह भन्ने हुन्छ। त्यसकारण चाहिँ यो चिनजान, यो सम्बन्ध, यो मायाले म पनि एउटा हुलाकेको रूपमा चाहिँ चिठी आएन भन्ने होइन, मैले चिठी आयो लौ जाऊ त्यहाँ फुलबारीमा जाऊ, त्यहाँ जाँदाखेरि पस त्यहाँ मणिमुकुन्दको इतिहासको बारेमा बुझ र फुलबारीमा आधा घन्टा मात्रै पनि शीतल खायो भने तिम्रो दिमागमा चाहिँ राम्रो पर्न सक्छ, स्वास्थ्य राम्रो हुन सक्छ भनेर प्रचार पनि गरौँला। र मैले फेरि पुनः यो कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रमुख माननीय कृष्णबहादुर घरते महाराजले अत्यन्तै सारगर्भित भनाई चोटिलो ढङ्गले यस विकासका निम्ति अनुकरणीय र शिक्षाप्रद हिसाबले र समग्र हिसाबले एउटा मानव धर्म विकास र मानवीयता र सुशासनका पक्षमा अगुवाहरूले खेल्नुपर्ने भूमिकाका दृष्टान्तहरू रोचक र घोचक ढङ्गले यहाँ प्रस्तुत गर्नुभयो। उहाँहरूप्रति यो उद्यान परिवार हार्दिक आभार व्यक्त गर्दछ, म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब यस पछाडि कार्यक्रमका प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनका लागि उद्यानका अध्यक्ष तथा यो कार्यक्रमका अध्यक्ष आदरणीय माधव नेपालजीलाई म अनुरोध गर्न चाहन्छु। सन्दर्भमा हामीलाई सहयोग नै मिल्थ्यो, तथापि यो औपचारिक कार्यक्रममा मात्र होइन, यहाँहरूलाई सधैँ हामी फुलबारी स्वागत गर्न चाहन्छौँ। अनौपचारिक हिसाबले पनि कार्यक्रम नहुँदा पनि फुलबारीमा आएर आफ्ना रायहरू, आफ्ना सुझावहरू, आफ्ना विमर्शहरू राखिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यो औपचारिक कार्यक्रममा सबै हामीले निम्ता गरेका अतिथिहरू एकैसाथ आउन सक्नुभएन, त्यस कारणले प्रोटोकलमा केही तलमाथि भयो, शब्द चयनमा केही तलमाथि भयो, वा समय व्यवस्थापनमा केही तलमाथि भयो, वा उद्यानको तर्फबाट जे जस्तो भूमिका निर्वाह गर्नु पर्यो एक सञ्चालकका हिसाबले त्यसमा कहीँ कतै तलमाथि भएको भए एउटा आयोजकका हिसाबले र एउटा मानवीय कमजोरीको रूपमा यहाँहरूले बुझ्नुहुनेछ। र यो कार्यक्रम समयमै सम्पन्न गर्नका लागि, हाम्रो प्रकाशनलाई समयमा ल्याउनका लागि, हाम्रो योजना अनुसार अक्षयको स्थापना गर्नका लागि र हामीले आमन्त्रण गरेका सबै अग्रजहरू सम्मान ग्रहण गर्ने कार्यक्रममा आएर फेरि पनि यस्ता रचनात्मक कामहरू गर्नका लागि हामीलाई अभिप्रेरित गर्नुभयो। यहाँहरू सबैलाई उद्यानको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र यहाँ उठेका सबै विषयवस्तुहरूलाई सम्बोधन गर्दै धन्यवाद ज्ञापन गरेर यो कार्यक्रमको समापन गरिदिनका लागि कार्यक्रमका अध्यक्ष आदरणीय माधव नेपालज्यूलाई यहाँ आमन्त्रण गर्दै म सञ्चालक यो उद्यानको महासचिव युवराज घिमिरे यहाँहरूबाट ओजेल पर्न चाहन्छु। धन्यवाद, नमस्कार। लेखहरू लेख्ने लेखकहरू यहीँ हुनुहुन्छ, स्थानीयवासी सबै यहीँ हुनुहुन्छ, पत्रकार मित्रहरू जसले रात दिन कलम चलाइराख्नुहुन्छ उहाँहरू यहीँ हुनुहुन्छ। यस कारणले मैले धेरै कुराहरू मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको बारेमा आज चाहिँ बोल्नु हुँदैन। म वास्तवमा भन्ने हो भने आज ज्यादै खुसी छु। प्रमुख अतिथिज्यूलाई आमन्त्रण गर्नुको निम्ति उहाँको कार्यालयमा हामी 2-3 जना साथीहरू भएर गयौँ। मैले घडी हेरेको थिएँ, 41 मिनटसम्म बसेका थियौँ। यति धेरै जीवन उपयोगी कुराहरू गर्नुभयो नि म एक आखर पनि उहाँको अगाडि बोलिनँ। मैले मात्रै यसो पोल्टे मन्टु गराएर खालि उहाँको मुखमा हेरेर मात्रै म फर्केको थिएँ। आज त्यस्तै गरेर यहाँ प्रमुख
अतिथिको रूपमा उहाँले भाषण गर्दाखेरिमा यति महत्त्वपूर्ण कुराहरू, यति जीवनमा उपयोग गर्नुपर्ने कुराहरू, यति यो जीवनलाई सञ्चालन गर्नुको निम्ति अपनाउनु पर्ने विधिहरू समेतलाई जोडेर उहाँले अत्यन्त महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ। म कृतज्ञ भएँ, म धन्यवाद भन्न चाहन्छु। त्यस्तै गरी यस संस्थाका संस्थापक अध्यक्ष माननीय भोजप्रसादज्यूले महत्त्वपूर्ण आफ्ना विचारहरू राख्नु भएको छ। म सुनिराखेको छु विष्णु खनालज्यूले यसको वास्तविकताको बारेमा धेरै विषयहरू उठान गर्नुभयो। दर्जी सरले महत्त्वपूर्ण विचारहरू राख्नु भएको छ। मोती गेवाली सर यो कार्यक्रम छ भनेर सायद आजकल अलि धेरै काठमाडौँतिर व्यस्त हुनुहुन्छ। म आउँछु भनेर भन्नुभएको थियो, आउनुभयो। हिजोका कठिन दिनमा उहाँले निर्वाह गरेका भूमिकाहरूको बारेमा चर्चा गर्नुभएको छ। योभन्दा धेरै मैले अब यस उद्यानभित्र रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदाहरूको बारेमा धेरै वर्णन गर्न खोजेँ भने त्यो राम्रो चाहिँ हुँदैन। यसकारण म वर्णनै गर्न चाहन्न। मैले मात्रै एउटा दुईटा कुराहरू भन्न चाहन्छु। मणिमुकुन्द सेन उद्यान अहिले यतिखेर करिब 20 हेक्टर जग्गामा चाहिँ फैलिएको अवस्था छ। बुटोल बजार दिन प्रतिदिन घना हुँदै गइरहेको अवस्था पनि छ। यङ जेनेरेसनहरूले अत्यन्त अलि फरक खालको कार्यहरू, फरक खालका कुराहरू यो मणिमुकुन्द सेन उद्यानभित्र चाहिँ समावेश भइदिउँदो भनेर आशा व्यक्त गरेका आवाजहरू हामीले पाइराखेका छौँ। मलाई लाग्छ भोलि हुन सक्छ, सक्दैन, मलाई थाहा छैन। तथापि भोलिका दिनमा सिङ्गो बुटोल सामुदायिक वन 1-2 समेतलाई समेटेर यसका आधिकारिकताहरू कसरी बनाउने हो, सामुदायिक वन आफ्नो ठाउँमा कसरी बन्ने हो, फुलबारी कसरी बस्ने हो, त्यो कुरो विज्ञहरूसित बसेर राय सल्लाह गरौँला। तथापि भोलिका दिनमा यो सिङ्गो बन्ने मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटोलको फुलबारीको रूपमा ल्याउन यदि सकिएन भनेदेखि यो चाहिँ अत्यन्त सानो भएको परिवेश हामीले पटक पटकका कार्यक्रममा देखिराखेका छौँ। वैशाख 1 गतेको दिन यहाँ हम्मे हुन्छ मान्छेहरूलाई ठेक्नको निम्ति, पर्यटकहरूलाई ठेक्नको निम्ति हम्मे भइरहेको अवस्था छ। अब एकपटक हामी गम्भीरतापूर्वक सोचौँ। मेयर साहबले बडो राम्रो विषयहरू उठान गरेर जानुभएको छ। एउटा इतिहासविदहरूको अझै एउटा सम्मेलन गर्ने हो कि भन्ने एउटा भाव राख्नु भएको छ। मलाई त्यो सान्दर्भिक हो जस्तो लाग्छ। यसकारण यो विषयमा पनि हामी भोलिका दिनमा विशेष सल्लाह गरौँ र कस्तो व्यक्तित्वहरूलाई उपस्थित गराएर हामीले त्यो इतिहासविदहरूको सम्मेलन गर्न सक्छौँ, त्यो गर्न पनि पर्छ होला जस्तो मलाई लाग्छ। जे होस्, यस फुलबारीलाई अझै व्यवस्थित बनाउनको निम्ति, अझै राम्रो बनाउनको निम्ति हामीलाई प्रदेश सरकारबाट सहयोग भएकै छ, स्थानीय सरकारबाट राम्रो सहयोग भएको छ। वडाध्यक्षज्यूले हाम्रो सुनिल साक्यजी यहाँ उपस्थित हुनुहुन्छ, अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ र हामी आशावादी छौँ अबका दिनहरूमा पनि यसलाई अझै सुनमा सुगन्ध थप्नको निम्ति सबै क्षेत्र र निकायहरूबाट यथेष्ट मात्रामा बजेटको व्यवस्था हुने नै छ। म अब लामो कुरा नगरिकन हामी समय सीमाभित्रै छौँ भनेर मलाई पनि इङ्गित गर्नुभएको छ महासचिवले। हामीले यो कार्यक्रमलाई सफल पार्नको निम्ति 3वटा कार्यक्रम आज हामीले सम्पन्न गऱ्यौँ, सम्मान गऱ्यौँ यहाँहरूलाई, अनि अक्षय कोषको स्थापना गऱ्यौँ र पुस्तकको विमोचन गऱ्यौँ। पुस्तक विमोचन भएछ, आफूले पनि लेख लेखिएको छ, त्यसभित्रका लेखमा अब सारांशमा चाहिँ पढ्न अब आजबाट चाहिँ सुरुवात गर्ने हो। पक्कै पनि विद्वानहरूले अत्यन्त राम्रो खालका लेखहरू यो पुस्तकमा लेख्नु भएको छ भन्ने मलाई विश्वास लाग्छ र यसलाई अध्ययन गरिसकेपछि अझै यसलाई पूर्ण गर्नुपर्ने आवश्यकता छ भन्ने तपाईँ हामी सबैलाई लाग्यो भने
यसलाई पूर्णताको दिनको निम्ति विद्वान व्यक्तित्वहरूको उपस्थितिमा हामी बस्नेछौँ। बसेर फेरि छलफल गरेर अर्को कुनै लेख लेख्न पनि हामी अगाडि बढ्नुपर्छ जस्तो मलाई लागेको छ। यहाँ धेरै विद्वान मित्रहरू हुनुहुन्छ, किनभने म देखिराखेको छु। मैले एकजनाको मात्रै नाम लिगौँ भने एकजना छुट्नुहुन्छ, त्यसकारण नाम दिँदिनँ। म तपाईँहरू सबैलाई यो अन्तिममा भए पनि मेरो अन्तरात्मादेखि स्वागत गरिरहेको छु र म धेरै खुसी भइराखेको छु। कम्तीमा आज यो भव्य कार्यक्रम प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भइराखेको छ। यो कार्यक्रममा तपाईँहरूलाई हामीले आमन्त्रण गऱ्यौँ, प्रदेश प्रमुखज्यूलाई आमन्त्रण गऱ्यौँ, हाम्रो माननीय सांसदज्यूलाई आमन्त्रण गऱ्यौँ, संस्थाका संरक्षक बुटोल उपमहानगरपालिका प्रमुख उपप्रमुखलाई आमन्त्रण गऱ्यौँ, यस संस्थाका पूर्व अध्यक्षज्यूहरूलाई हामीले चाहिँ नि आमन्त्रण गऱ्यौँ। यस फुलबारीभित्र विशेष योगदान पुर्याउने हुने योगदानकर्ता महानुभावहरूलाई पनि हामीले आमन्त्रण गऱ्यौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर तपाईँहरू सबैको उपस्थिति भयो। मैले सर र सबैको मुहारमा हेरिराखेको छु, सबै प्रसन्न हुनुहुन्छ, सबै खुसी हुनुहुन्छ। वास्तवमा फुलबारी हामी सबैको गहना हो। यो बुटोलको गहना मात्रै नभएर यो सिङ्गो नेपालको गहना हो भन्ने भाव यहाँहरूले व्यक्त गरिराख्नु भएको छ। यो उपस्थितिप्रति मणिमुकुन्द सेन उद्यान संरक्षण समिति यहाँहरू सबैलाई प्रमुख अतिथिगण यहाँ उपस्थित हुनुभएका हाम्रा पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू जति पनि यहाँ उपस्थित र हामीले पत्राचार गरेर तपाईँहरूलाई निमन्त्रणा गऱ्यौँ। यहाँहरू सबैलाई मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म धन्यवाद दिन चाहन्छु। र मैले धन्यवाद दिनुभन्दा पहिला विभिन्न पार्क तथा उद्यानका अध्यक्षज्यूहरूको पनि उपस्थिति भएको छ। यो उपस्थितिप्रति मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको तर्फबाट र म यस उद्यानको अध्यक्षको तर्फबाट यहाँहरू सबैलाई भित्रै हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम पनि यहीँ समापन भएको बेहोरा अनुरोध गर्न चाहन्छु। त्यसपछि हामी खानाको व्यवस्था गरिएको छ, तलपट्टि गएर खानाको ग्रहण गरेर हामी जानेछौँ भन्ने कुरा पनि आग्रह र अनुरोध गर्न चाहन्छु। धन्यवाद, नमस्कार।